ल मेरो साथी चाहिँ यहाँ पैसा झिक्दैछ, हामी चाहिँ दुईजना अहिले बाहिर हिँडेको। कति चाहिँ झिक्नु लाग्यो केटोले। म चाहिँ यहाँ छु, साथीले पैसा झिक्दैछ। ल पासपोर्ट साथीले यहाँ पैसा झिक्दैछ चट्टसँगले। ल ल ल पैसा चाहिँ अब यहाँबाट आउँछ है। हो त्योभन्दा त्यो खाने मजी जाने। केटोले यहाँबाट पैसा झिक्यो। अब हामी बाहिर जान लागेको, त्यही भएर अब म बाहिर जान्छु। हामी चाहिँ बाहिर हिँडेको खासमा दुईजना चाहिँ, म र श्रीलङ्कन साथी ऊ चाहिँ होइन। साथीले चाहिँ पैसा झिक्यो, मैले चाहिँ झिकिनँ। अनि साथीको साइकल त्यहाँ छ, मेरो साइकल चाहिँ यहाँ राखेको छु। अनि अब हामी चाहिँ यताबाट सरारारारा जाने हो। अरे केटी किन भित्र अड्क्यो नक्करी। दाइजिउ देश का इको ओके देश का। घडीले कति बजानु 12 बजाउनु लाग्यो दिउँसोको। ल अहिले चाहिँ हामी यहाँ आइपुगेको छौँ। त्यसपछि आज त हामी विभिन्न ठाउँहरू है, फरक फरक ठाउँ जानुपर्ने छ क्या। अनि उता देख्न सक्नुहुन्छ है, पुरै पहाडहरू छ अनि जङ्गलहरू छ है तल। यस्तो नेपालको पहाडी क्षेत्र जस्तै, भूभाग जस्तै यस्तो छ। साथी चाहिँ यहाँ फसेको छ। ल अहिले चाहिँ हामी यहाँ आइपुगिसक्यौँ है साथीहरू, यो ठाउँमा छु। अनि यो चाहिँ टोयोटाको अनि सुजुकीको सोरुमहरू छ। अनि यो पहाडी चाहिँ जङ्गलहरू देख्न सक्नुहुन्छ, पुरै नेपालको पहाडको क्षेत्र, पहाडी भूभाग जस्तै है। माथि चाहिँ जङ्गलहरू छ, पुरै पहाडहरू पनि छ। यहाँ चाहिँ हाम्रो साथी छ। म चाहिँ किन आएको भने साथी चाहिँ मोबाइल हेर्न आएको यहाँ। ओके ओके निजु गोमान 2.5 लाखको फोन चाहिँ हेरेर आएको छ। स्यामसङ 26 अल्ट्रा, स्यामसङ अल्ट्रा 26 चाहिँ साथीले हेरेर आएको छ, भोलि किन्ने अरे। इको इको अब छोरो चाहिँ लाग्छ।